guys, good morning. Welcome back to my welcome back to my channel. So as you all know that today we are going where we are going picnic. So this man is always disturbing me. I don't know why. छैन अब फोन गर्छु अनि हामी चाहिँ अब यहाँ भेला हुँदैछौँ भेला हुने काम चाहिँ हुँदैछ अब हामी मानिसहरूलाई पर्खिरहेछौँ हामी अनि सिउ भरे भरे म देखाउँदै जान्छु ए हामी चाहिँ जान आँटेको कहाँ पो एलके खोज सो सी यू देयर बाइ बाइ मामिस आउनु भयो बल्ल बल्ल फाइनली सीमा मिस आइसक्नु भएको छ अब हामी दया मिसलाई पर्खिरहेछौँ दीक्षा मिस दया मिसलाई फोन लगाउनु त चिल्लाउनु न मिस आयो ताली बजाऊ सो हामी चाहिँ हाम्रो पिकनिक स्पटमा आइपुगिसकेको छौँ हावा चाहिँ यस्तो उडाउने छ अनि हामी हाम्रो लोकेसन कहाँ हो भनेर हेर्दैछौँ यहाँ हावा चाहिँ यस्तो चल्छ कि यो हावाले हुकुम सरलाई पनि उडाएर लानु सक्छ ऊ हाम्रो चाहिँ उता रेड टेम्पो भएको ठाउँ अरे हामी जान आँटेको त्यहाँनिर हावा चाहिँ यस्तो डेन्जर छ डेन्जर सीमा मिसको कपाल यस्तो उडाउँदैछ अहिलेसम्म देखेको थिएन होइन हाम्रो पिकनिक स्पट चाहिँ यस्तो छ यहाँनिरै खानपिन यहाँ हुँदैछ हाम्रो चिया पाक्दैछ ओके सो हामी चाहिँ यहाँ सरहरू चाहिँ अब हामीले खाजा खाइसक्यौँ सरहरू चाहिँ यहाँ मासुहरू पोल्नु हुँदैछ अनि हामीलाई चाहिँ एकछिन घुमेर आउनु भन्नुभएको छ सो हामी घुम्नु जान आँट्दैछौँ निलिमा मिसलाई चाहिँ साह्रै गर्मी भयो अरे ओके सो हामी चाहिँ हाम्रो टोली यहाँ घुम्नु जान आँट्दैछौँ है यो दयादी चाहिँ नाचेर म नाटिसक्यो अनि रेशमा मिस यहाँ हुनुहुन्छ रेशमा मिस वाट आर यु डुइङ हौ ए यहाँ हुनुहुन्छ हाम्रो सिस्टर फाइनली हाम्रो चटपटी र पानीपुरी चाहिँ रेडी भइसकेको छ अब हामी खाना गइरहेको छौँ सो टेबलमा आइसक्यो हाम्रो चटपटी र पानीपुरी सो हाम्रो यहाँ पानीपुरीको झोल छ सफल सरको कुचाइदिनु न केही हुँदैन अनि यहाँ हाम्रो छ चटपटे पानीपुरी यहाँ भइहाल्यो अनि सो देखाइदेऊ न साथी ढक्कन खोल न अनि यहाँ चाहिँ सरहरूको फेरि बेग्लै ग्याङ छ है बेग्लै छ बेग्लै सो म अपडेट गराउँदै गर्छु अब चाहिँ हामी खाजा खाने भोक लागिसकेको छ मजा आयो अरे सो हाम्रो मेरो भाग चाहिँ आइसक्यो पानीपुरी मैले एक लट खाएर पनि हो फेरि त्यो मेरो खाना तिमीहरू पनि खाउँदा नि हो खाना रेडी भइसक्यो अब चाहिँ हामी हौजी खेल्नु लागेको छौँ यहाँ चाहिँ छ मेरो टिकट कुन लाइन हो ल अर्णव सरले फर्स्ट लाइन पारिसक्नु भएको छ अर्णव सरले एक्लै पैसा होइन खोइ पैसा लिएर आइसकेको खोइ हाम्रो चाहिँ कुनै मिल्ला जस्तो छैन है आमामामामा अब 40 60 20 88 नानी कति हुन्छ यसमा निरुपा मिस चोट्टेमा हुनुहुन्छ अरे दीक्षा मिस पनि चोट्टेमा हुनुहुन्छ अरे आज दीक्षा मिसको ब्याड लक चलिरहेको छ खै नगद देखाउनु न लक्ष्मी मातालाई दया मिसले चाहिँ सिस्टरलाई थर्ड लाइनको प्राइज दिँदैछ अमाउन्ट मलाई आधी मैले सिकाएको
मैले कुकुर र बिरालो भनेको को कुकुर को बिरालो भनेको छुइनँ नि त होइन अब आफै डिसाइड गर्नु पो भनेको त म कुकुर पनि हैन बिरालो पनि हैन तपाईँ के हो दुईटै हो कुकुर पनि हो बिरालो पनि सबै हो अर्नब सर त के हो भनेर तपाईँले अघि थाहा पाइहाल्नु भयो होइन सफल चाहिँ पर्कुपाइन पर्कुपाइन सफल सर त पर्कुपाइन हो राम कुखुराको चल्ला अरे उसले कुखुराको चल्लाको टाउको हेर्नु न भाइ कुखुराको चाहिँ टाउको काट्नु भएन हामीले लिएको अघि कोदोको मात्रै म त्यस्तो उयोहरूको वस्तुहरूको के भन्छ कसैकोमा कोदो फलेर होइन टाउको काट्नु पर्ने छ भने चाहिँ उहाँलाई सम्पर्क गर्नु म त्यस्तो हत्या हिंसा गर्दिनँ क्या दिस इज फेरि कहाँ आउँछ र घुमेर बालपनको उमेर नानी यिनीहरूले घर बनाएको अरे है पानी चाहिँ ओसारेको चाहिँ यहाँ ल्याएर पोखेको चाहिँ के गरेको थाहा छैन दुईजनाले होइन सीमा सीमा कम here सीमा दयामिस डटर हुन्छ यहाँ राष्ट्रसभा पार्टीबाट ल के भन्ने ल खिच्दियो त मैले हामी यस्तो बिजोग गर्दा खाँदैछौँ धुइमा बसेर अनि यहाँ चाहिँ हाम्रो सुप छ सबै एउटै यसरी चाहिँ हुँदैन मेरो चाहिँ के छ र यहाँ मेरो सुप छ सुप सुप दिस इज सुप ओके हामी चाहिँ हाम्रो खानपिन सकेर पनि गाडीमा बसिसकेको छौँ फर्किनुको लागि सबैजना छौँ हामी यहाँनिर गाडीमा सबैजना बसिराख्नु भएको छ यो मान्छे चाहिँ को मैले यो मान्छेलाई चिनेन मैले ल यो दीक्षा मिस पनि हुनुहुन्छ अनि दामिस बाई 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 गरिदिनु न यो को हाँस्ने फेरि ल अब हामी चाहिँ फर्केको सो थ्याङ्क यू फर वाचिङ अल अफ यु बाई बाई सी यु इन नेक्स्ट भिडियो बाई बाई गर्नु न बाई बाई